वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल हियर्स मी अन्जना छेत्री अगेन है। अनि अस्ति जुन चाहिँ 7 तारिक द भोइस अफ याक्सुम टासिटिङमा अडिसन दिएको थिएँ, त्यसमा म सेलेक्ट भएर चाहिँ अब रिपोर्टिङको लागि म फेरि यात्री निवास जाँदैछु अनि हजुरहरूलाई पनि लिएर जानेछु। बिमारीले मलाई छाता ल्याइदिँदैछ। म भुल्लेछु नि त छाता लानु। थ्याङ्क यू बेटा। बाटो पुगिसके, अझै छ टाइम। टाइम अरे बाटो अझै छ। सानो खोल्छोले रहेछ। अब चाहिँ म पुग्नु लागेको है। एक्ज्याक्टली यात्री निवास चाहिँ गुम्पा जाने बाटोमै पर्छ। हजुरहरूलाई पनि लिएर जानेछु है। यो गेटभित्र पस्नुपर्छ है। यता उँधो चाहिँ लेकसेपतिर जाने हो। कहाँ जानु भएको मामा? उम्बो अब चाहिँ म यात्री निवास पुगेको। यो पर दुईटा बाटो छ, एउटा चाहिँ गुम्पा जाने, एउटा चाहिँ प्युथाङ जाने है। अनि म चाहिँ मेरो डेस्टिनेसनमा पुगिसकेँ। यहाँको त भ्लग मैले अस्ति पनि बनाएको थिएँ, हेर्नु भएको छैन भने हेर्नुहोस् है। आई लभ टासिटिङ। कस्तो गरम भइरहेछ। अनि म फाइनली पुगिसकेको छु अनि वेटिङ फर अदर्स फ्रेन्ड है। पर्खिरहेको छु उहाँहरूलाई। कङ्ग्रेचुलेसन ब्रो। अन्याय नहोस्। 6 जना राम्रो कन्टेस्टेन्टहरू हुनुहुँदो रहेछ अनि उहाँहरूको मार्क्स पनि सिमिलर भएको कारणले गर्दा चाहिँ जजेसले पनि यो लान्छु योलाई दिनुहोस् भन्न सक्नु भएन, कमिटीले पनि यसलाई लिन्छु यसलाई दिनुहोस् भन्न सक्नु भएन। यसले गर्दा हामीले एउटा चिट्ठा सिस्टम बनाएको छौँ। त्यो चिट्ठा चाहिँ हाम्रो कमिटीले पनि टिप्ने छैनौँ अनि जजेसबाट पनि टिप्ने छैनौँ। यो जो हाम्रो सर गेस्टहरू आउनुभएको छ 2 जना, उहाँहरूको हातबाट पिक गरेर जसको नाम आउँछ उहाँले 2 जनाले वेल कार्ड एन्ट्रीमा चान्स पाउनु हुँदैछ। सो नाउ त्यसको निम्ति म तपाईँलाई अलिकति त्यो बक्स चाहिँ ल्याइदिनुहोस् न। सो हामीले यसमा फर्स्टमा 3 जनाको नाम लेखेको छौँ, तर अब कसको भाग्यमा छ त्यो हामीलाई थाहा छैन। मार्क्स चाहिँ सेम छ 3 जनाको, अलिअलि पोइन्ट्स लेख तलमाथि छ। सो 3 जनामा कसको नाम आउँछ उहाँ चाहिँ अब तपाईँहरूसँगै कम्पिटिसनमा आउनुहुनेछ। सो यो मेसेज पनि जसको नाम आउँछ तपाईँले उहाँलाई खबर पनि गरिदिनुहोस् होला। सो नाउ फर्स्टमा म सरलाई रिक्वेस्ट गरेँ यो चिट्ठा उठाएर नाम अलिकति अनाउन्स गरिदिनु होला। कसको नाम आए जस्तो लाग्छ है? अलिकति गेस गर्नुहोस् न। म आफै भनिदिन्छु ल। किचन भोटिया। हाम्रो नानीहरू जो आउनु भएको छ उहाँहरूलाई म एउटा सानो कुरा चाहिँ के छ भनेदेखि अब अहिले त इक्जामले गर्दा कतिजना स्टुडेन्टहरूले त प्र्याक्टिस गर्नु पाउँदैन है। र आफ्टर इक्जाम सकिसकेर चाहिँ तपाईँहरूले अलिकति यसलाई प्र्याक्टिस गरिदिनुहोस् अनि राम्रो वेल पर्फर्मेन्स दिने कोसिस गरिदिनुहोस् है। र हाम्रो यसरी नै सानो जग्गाबाट ठुल्ठुलो अझै माथि सोच्ने कोसिस गरिदिनुहोस् ताकि हाम्रो अल ओभर इन्डियाभरि होइन वर्ल्डभरि नै फेमस हुने एटेम्प लिएर काम गर्नुहोस्। यहाँ मात्रै होइन, यो सबभन्दा ठुलो कुरा हो है। तपाईँहरूले यही सानो जग्गाबाट अब अहिले सानो जग्गाबाटै ठुलो हुनुभयो भने तपाईँहरूलाई तपाईँको एकदमै अब
यहाँको सिक्किमको नाम पनि रोसन गराउनुहोस् र सबभन्दा ठुलो कुरो डिसिप्लिन चाहिँ अलिकति मेन्टेन गरिदिनुहोस् है। अनि सिङ्गिङमा पर्फर्मेन्सलाई ध्यान दिनुहोस्, सुर ताललाई ध्यान दिनुहोस्, हाम्रो म्युजिसियन्सहरूसँग कोअपरेट राम्रो गरिदिनुहोस् है। सबभन्दा ठुलो कुरो यही हो। अनि अरू त के भन्नु र, अल द बेस्ट सबैलाई है, सबैलाई अल द बेस्ट छ। हवस्, थ्याङ्क यू सो मच। मलाई पनि अलिकति समय दिनुभयो है। विशेष गरेर आजको यो शाखा दवाको पर्व पनि हो आज है, एउटा ब्लेस डे। अनि मलाई लाग्छ कि तपाईँहरू एकदम ब्लेसिङ पाउनेछ आजको दिन नै। तपाईँहरूको सर्टिफिकेट भनौँ नेक्स्ट राउन्डको लागि तपाईँहरूले मौका पाउनु भएको छ। तपाईँहरू एकदम भाग्यमानी सम्झिनुपर्छ आफैले आफैले। र विशेष गरेर आज यस प्रोग्राममा उपस्थित मसँगै आरिथाङ गिरिथाङ टेरिटोरियल कन्स्टिट्युन्सीबाट जिल्ला यादनाथ सरलाई पनि म न्यानो अभिवादन चढाउन चाहन्छु। अनि जज सुमन सरलाई पनि मेरो आन्तरिक हृदयबाट न्यानो अभिवादन चढाउन चाहन्छु। अनि सबै टिमलाई नै एकदम मुस्टमा ढोक चढाउन चाहे है। मोहन सर अनि सोसियल मिडियाका टिम अनि प्यारा भाइ बहिनीहरू सबै पढाएको बेकार भयो अघि होइन। तिम्रो त कम्ती पढ्ने र जबमा लागिसक्यो, पढेर के गर्छ अबको लागि नपढौँ भनौँ नि। त्यो त तिमीले चाहिँ कति पढ्नु लाउनु? क्लास 10 दादा। म भन्ने थ्याङ्क यू ला। Congratulations, Miss. थ्याङ्क यू। Congratulations, Miss. Thank you. कसले सिकायो यिनीहरू? Thank you so much for watching.